विश्वको नक्सामा खोज्ने हो भने सानो भूभागमा देखिने देश नै नेपाल हो। नेपाल मुख्यतया 3 भागमा विभाजन गरिएको छ, हिमाल, पहाड, तराई। अझ बुझ्ने गरी भन्ने हो भने पहाडी बसोबास भन्नाले पहाड नै पहाड भएको ठाउँमा बस्ने जनजीवनलाई पहाडी बसोबास र तराई बसोबास भन्नाले समथर भूभागमा बसोबास गर्ने जनजीवनलाई तराई बसोबास भनिन्छ र हिमाली बसोबास भन्नाले हिमालहरू भएको ठाउँमा हिमपात पर्ने ठाउँतिर बस्ने बसोबास गर्ने जनजीवनलाई नै हिमाली बसोबास भनिन्छ। यी मध्येमा पनि आजको भिडियोमा हामी हिमाली बसोबासको बारेमा बुझ्नेछौँ। आउनुहोस् जानौँ डकुमेन्ट्री भिडियोको सहायताले हिमालपारिका जिल्लाको बसोबास। नमस्कार दर्शकबिन, नेपालका हिमालपारिका जिल्ला ती जिल्ला हुन् जो हिमाली पर्वतको पारिपट्टि पर्दछन्। मुख्यतया यी जिल्लाहरू मुस्ताङ, मनाङ, डोल्पा, हुम्ला, जुम्ला, सोलुखुम्बु, ताप्लेजुङ, रसुवा लगायतका जिल्लाहरू पर्दछन्। यी जिल्लाहरूमा वर्षेनिक नै अत्याधिक हिउँ पर्ने र चिसो हुने गर्छ। यी क्षेत्रहरूमा तराई र पहाडको तापक्रमको तुलनामा निकै नै जाडो हुने गर्छ। मानिसहरू हिमाली भेगमा बस्न थालेको भने अहिलेदेखि होइन, हजारौँ वर्ष अघिदेखि नै हिमाली भेगमा बस्न थालेका थिए। मानव सभ्यताको विकाससँगै हिमाली भेगमा मानिसहरूको बसोबास हुँदै आएको पाइन्छ। ऐतिहासिक रूपमा नेपालका हिमाली भेगमा बस्ने समुदायहरू तिब्बत, भारत तथा अन्य स्थानहरूबाट समयसँगै आएर स्थायी रूपमा नै बसोबास गरेको मानिन्छ। अझ भन्ने हो भने नेपाली भाषाको उत्पत्ति पनि जुम्लाको सिजाबाट भएको नै मानिन्छ। यस क्षेत्रतिर बस्ने मानिसहरूको घरहरू ढुङ्गा, माटो र छाना प्राय ढुङ्गाका हुन्छन्। यस्ता किसिमका घरहरू जाडो मौसमको अत्याधिक जाडो र हिमपात र उचाइको असर सहने किसिमका घरहरू बनाएको हुन्छ। तपाईहरूले नेपाली फिल्मतिर त देख्नु नै भएको होला, जस्तै कबड्डी जस्ता फिल्मले यस क्षेत्रको बसोबास झल्काउँछन्। हिमाली भेगतिर प्राय चौरी गाईहरू, च्याङ्ग्राहरू पालिने गर्छ, किनकि चिसो मौसममा पनि सजिलै बाँच्न सक्ने भएकाले यो पशुहरू पालिने गर्दछन्। हिमाली भेगमा न्यूनतम तापक्रम भनेको त्यस ठाउँको उचाइ र भौगोलिक अवस्थामा निर्भर गर्छ। जाडोयाममा भने अत्याधिक जाडो हुन्छ। उचाइहरू धेरै भएका स्थान जस्तै 5000 मिटरभन्दा माथिको उचाइमा -3 डिग्री सेल्सियसदेखि -50 डिग्री सेल्सियससम्म जान्छ। मध्यम उचाइ भएको जस्तै 3000 देखि 5000 मिटरमा -20 डिग्री सेल्सियसदेखि 30 डिग्री सेल्सियससम्म जान्छ। अलिक उचाइ कम भएको ठाउँमा जस्तै 2000 देखि 3000 सम्मको उचाइमा 0 डिग्री सेल्सियसदेखि -10 डिग्री सेल्सियस जान्छ। अहिलेसम्मको मापन अनुसार सबैभन्दा चिसो ठाउँहरू जस्तै डोल्पा, मुगु, हुम्ला -20 डिग्री सेल्सियस, मुस्ताङ, मुक्तिनाथ -25 डिग्री सेल्सियस पुगेका छन्। अझ गएको केही वर्षमा हिमाली भेगमा तापक्रम -50 डिग्री पुगेको रेकर्डहरू पनि छन्। यी जिल्लाहरू मुख्यतया देशको उत्तरी भागमा पर्छन्। अधिकांश चीन र तिब्बतसँग सिमाना जोडिएका छन्। जस्तै नेपालको भौगोलिक विभाजन अनुसार हिमाली जिल्लाहरू सुदूरपश्चिम प्रदेश हुम्ला, जुम्ला, बाजुरा, डोल्पा, कर्णाली प्रदेश मुगु, डोल्पा, हुम्ला, गण्डकी प्रदेश मनाङ, मुस्ताङ, बागमती प्रदेश रसुवा, प्रदेश नम्बर 1 ताप्लेजुङ, सङ्खुवा, सभा। यस क्षेत्रमा बस्ने प्राय जातिहरू भनेका लोबा मुस्ताङमा, गुरुङ मनाङ मुस्ताङतिर बस्छन्, थकाली मुस्ताङ, शेर्पा हुम्ला, डोल्पा, तिब्बती समुदाय डोल्पा, मुगु, हुम्ला। यस क्षेत्रको जीवनशैली निकै नै फरक छ। यस क्षेत्रका घरहरू ढुङ्गाका संरचनाबाट बनाएको हुन्छ, जसले निकै नै चिसो जाडोलाई सहन मद्दत गर्छ। लगाउने कपडाहरू चाहिँ खासै बाहिर देश वा अन्य ठाउँहरूबाट आयात गरेर लगाउँदैनन्। बाक्ला ऊनी कपडाहरू बनाएर लगाउँछन्। मुख्यतया यस क्षेत्रतिरका मान्छेहरू बौद्ध धर्म मान्छन्। यस क्षेत्रतिर अलि माथितिर पशु चौपाया राख्ने र तल्लो ठाउँतिर आफू बस्ने गरिन्छ। यस क्षेत्रतिर बस्ने मान्छेहरू प्राय खानेकुरामा आलु, फापर, जौँ, मकै, च्याउ, सिमी र गुन्द्रुक खाने गर्छन्। बिहान बेलुका भने चिया पनि खाने गर्छन्। जाडो छल्नका लागि भने भेडाका ऊनबाट बनाएका बाक्ला कपडा लगाउने पनि गरिन्छ। पुरुषहरूले भोटो, दौरा, सुरुवाल, टोपी र महिलाहरूले गुल्छा, पटुका अनि रङ्गी गहना लगाउने गर्छन्। यस क्षेत्रका बासिन्दाहरूको प्रमुख पेसा भनेको भेडा पालन, याक पालन, खेती, व्यापार, पर्यटन हो।
हातले बनाएर साथै जौँ आलु गहुँ फापर च्याउ खेती गरेर जीवनयापन गरिन्छ। तर मनाङ मुस्ताङ जस्ता क्षेत्रमा चाहिँ पर्यटन होटल व्यवसाय र गाइड सेवा गरेर राम्रो आम्दानी गरिन्छ। दर्शकबिन एकपटक सोचौँ त मनाङ मुस्ताङ भन्न बित्तिकै हाम्रो दिमागमा के आउँछ? एउटा सुन्दर दृश्य हिमाल भएको आउँछ। मनाङ भन्न बित्तिकै तिलिचो तालको अनि हिमालको सम्झना आउँछ। सन् 2024मा मात्र मुस्ताङमा 1,35,713 जना विदेशी पर्यटक भित्रिए। यसबाट नै हामीलाई थाहा हुन्छ नेपालको लागि हिमाली जिल्ला किन महत्त्वपूर्ण छ भनेर।